घामले अब त घाममा नुहाइदिनु हुन्छ त यस्तोमा यो त जाडो हुन्छ के रे यो त पानी सफा पानी चारजनाले बोक्ने गाह्रो भएर खोलो खोलो गाह्रो मकै छरेर यत्रो भराइछन् गर्ने बेला भइसकेछन् मकै खोलो खोला हो यो के खोला हो के खोला हो थाहा छैन नुहाइदिउँ जाले जा तँलाई शङ्खा नि लाखा लाभ बन्दानी गर्नु नुहाइदिउँ न घाममा हामी चाहिँ नुवाकोट त्यो फार्म स्टेबाट निस्किसक्यौँ अनि यहाँ बाटोमा कहाँनिर आइपुग्यौँ पनि यहाँ इभी चार्जिङ स्टेसन रहेछ सो यहाँ चाहिँ हामी गाडी चार्ज गर्दैछौँ अब मम्मी ड्याडी म पुन्टु यता चाहिँ एकदम रमाइलो रहेछ घुम्ने ठाउँ खोलाहरू रहेछ कि है डाँडा काँडा खोला सो त्यतै डुल्दैछौँ अनि यो पुन्टु चाहिँ त्यहाँनिर फार्ममा कि माटो खेलेर यस्तो फोहोर भए अनि 1 घन्टासम्म त हामीसँग नि चार्ज गर्ने टाइम सो त्यो टाइमलाई युटिलाइज गर्दै घाम पनि लाग्यो पुन्टुलाई खोलामा सङ्लो पानी रहेछ हामीलाई चाहिँ अब टाइम पास प्लस पुन्टुलाई नि गर्मी त्यस्तै हो कि यहाँ अबे पुन्टु अनि पुन्टुलाई नुहाइदिने प्लान गऱ्यौँ घाम लगाइरह रमाइलो हुन्छ पुन्टु पनि सफा हुन्छन् कति पोरी भए सानो यता हो कताबाट हो खेला खेला अहिले खेला अब अनि नुहाइ गर्नुपर्छ ला यता हो गुड यस्तो फोरी छाप्लाङ यहीँ तलबाट जानु मिल्छ कि माथि बाटो त्यही बाटो हो कि कुन हो त्यही बाटो माथिबाट हुन्छ झर्ना फेर हुन्छ यहीँबाट जाने हो ल कता लग्यो गाउँमा घरतिर होला ल हिँड्नु जाऊँ ल पौडी नै जान्दैन खोइ कहिले पौडी खेलेको देखेको छैन कुकुरहरू त पौडी खेल्छ नि यो खोला होइन अलिक उताको ठुलो खोलामा चाहिँ हामी पुन्टुको आज सावर टाइम खोला खोला नुहा गर्नु भएर चिसोमा होइन एउटा भेट्ला त छैन हामी चाहिँ खोलामा आइसक्यौँ अब यहाँ चाहिँ टक्क पुन्टुलो नुहाइदिनु तल देख्न सक्नुहुन्छ यहाँबाट जुम नहुँदो रहेछ सबजना नुहाइराख्नुपर्छ नुहाउने कपडा धुने रमाइलो छ यो खोलामा ड्याडीले माछा मार्न लाग्नु भएको नुहाइसक्यो है पुन्टु नुहाएर यहाँ सुकाउँदै अलि यता बाहिर तलमा छ त्यहीँ टु त के उहाँ गला यता होइन उता यहाँ उता यता अलि यता छ नि यता हाम्रो पुन्टुरु यहाँ बसिन्छ नि नानीले गाडी पुस्दैछ धुलो भयो हेर्नै नहुने यसो हल्का पुसौँ भनेर अब लगेर एकैचोटि उतै धुनुपर्छ गाउँको बाटो आएको धुलो भएछ बाटो पनि उकालो छ गाडी सेतो हो कहाँ जानुभएको नि यहाँ झर्ना चढ्न पर्छ यसरी गाई झर्ना